एन्ड नमस्ते वेलकम टु माई न्यू भिडियो। आज म पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने आश छ होइन। तर म चाहिँ अहिले उठिसकेर सारा काम सकिसकेँ लगभग। के काम सक्यो भनेपछि म बाजुलाई भन्छु है त। मैले उठेर झाडु पोचा गरेँ होइन, नुहाइधुवाइ गरेँ, अनि फेरि रोटी सोटी बनाइदिएँ, खानासाना बनाएर मेरो बुढोलाई चाहिँ मैले अफिस पठाइदिएँ होइन। अनि अब पालो चाहिँ मेरो सासू मम्मीलाई चाहिँ अब मैले चाहिँ रोटी चाहिँ प्याक गरिदिइसकेँ होइन। अनि फेरि अब चाहिँ रोटी बनाएर खुवाएर चाहिँ अब पठाउनु पर्नेछ मलाई। त्यसपछि चाहिँ मलाई हल्का आराम मिल्नेछ है। अब यहाँ हेर्नुहोस्, मेरो छोरी चाहिँ यहाँ सुतिराखेकी छिन्, उता सुति छिन्। अहिले देखाउनु भने फेरि जागिहाल्छिन्, त्यहाँ जाएपछि मलाई फेरि परेशानी सुरु। त्यही भएर चाहिँ मैले अहिले तिमीलाई जगाउँदिनँ। तपाईँहरूको दिन कस्तो छ? तपाईँहरूको दिन आज शुभ रहोस्। अब चाहिँ म जाँदैछु बाहिर, देख्न सक्नुहुन्छ यहाँ चाहिँ म जाँदैछु तल। अनि फेरि तल गएपछि आज म तपाईँहरूलाई सबै अपडेट बताउने नै छु। तपाईँले मेरो ब्लग लास्टसम्म हेरेर साथ चाहिँ दिनु होला है। तपाईँहरूको साथ सपोर्टले नै म अगाडि बढ्नेछु, त्यही आशा राखेर चाहिँ मैले यो भिडियो बनाएको छु। त्यही भएर चाहिँ तपाईँहरूले मलाई माया चाहिँ गरिदिनु पर्छ। मैले अरू भिडियो चाहिँ अहिले पछि हाल्दैछु। यो भिडियोको लागि चाहिँ यतिमै ब्रेक लिउँ है त। ल बाई साथीहरू, अर्को भिडियोमा मिल्ने नै छु। त्यसको लागि मेरो च्यानललाई चाहिँ सब्सक्राइब चाहिँ गर्नु नै पर्नेछ, त्यो चाहिँ गर्नु पर्यो नि। बाई।